बाजू नमस्ते बाजू नमस्ते बाजू नमस्ते बाजू वेलकम बैक न्यू ब्लग। आज चाहिँ हामी जाँदैछौँ कता बेनी पठाउमा आइगएछु म पठाउमा म चाहिँ च्याप्पर रेडी भइसक्यो। मेरो ऐना चाहिँ यस्तो हालत छ हाम्रो किचन। अब जाँदैछौँ हामी पठाउ। मेरो रेनकोट होइन र दिवसाहरू त्यो रेनकोटले त के सायो ल म ह्यान्डसम भएन र त्यो पछाडि रेनकोट छ लिएन उयो पछाडि रेनकोट छ रे मलाई। अब फेरि हाम्रो न्यू ट्रिप ड्रेस सबै थियो। फाइन पर्छ होला पर्छ जस्तो लाग्यो हालिदियो त डिक्कीमा त्यहाँ गर्नु हुन्थ्यो खुन्थ्यो। ओए म्या यस्तो है ब्लगरको चप्पल हेर्नुहोस् गाइस। खै यस्तो छ त नि चप्पल नै किन्नु पाइयो होइन। अब मम्मीको रुम मैले के लिनु भनेर सोचिरहेको थिएँ। मैले चाहिँ अब के गर्नुपर्ने हुन्छ भन्दाखेरि यो छ नि यो टुनरले अब चप्प दाह्री फाल्नु पर्ने हुन्छ। चप्प हेरेर राख्न त्यहीमा होस्। भ्लगरहरू धेर भएर सिकाएको सिका भए केही सुनिन्न। भ्लगरहरू हेर्छु त्यही एमआरपीको अरे कहना क्या चाहते हो? यस्तो एमआरपी भन्ने थाहा छैन। एमआरपी के भने एमआरपी दाइको बेजत आने हो एमआरपी यार। यस्तो हेलमेटको ताल्नी यिनीहरूले गिफ्ट हानेको यो मलाई स्नेकर भल्टको चाहिँ हो। अब हामी चाहिँ यसको पठाउमा जानु लाग्यो बिसानको बेनी। अब चाहिँ हामी जाँदैछौँ गाइस वहीँ गएर भेट्नु पर्छ होला डाइरेक्ट हामी वहीँ भेट्छौँ। अब त्यो बाटोतिर चाहिँ भिडियो चाहिँ बनाउन बाटो अप्ठ्यारो छ नि त बनाउन गाह्रो हुन्छ। त्यहाँ हाम्रो साथी रहिरहेको छ ए त्यहाँ बस्छ अब हामी जाँदैछौँ केरातेहरू खेलेको हेर्ने। यहाँ धर देखाइदिन्छु मैले यिनीहरू के खेलेछ यिनीहरू। नमस्ते भन्नु नमस्ते भाउजू भन्नु तैँले नमस्ते भाउजू भन्नु नमस्ते भाउजू भन्ने छिटो खै यता त नमस्ते भाउजू भन्थ्यो तैँले नि भन्थ्यो फेरि भन्न चल्नु भन्दा के समाधे अहिले त ए जमादाखेरि गुदली लिइरहेको अहिले त गुदली हो चरा मार्छ मार्नुहोस् चरा मार्छ मार्नुहोस् बादललाई हानेको केलाई हान्नको लागि यो गुदली हेर यो नाकमा त सही छ कि सही हो यो खानेकुरा नाकमा चाहिँ। तेरो नाम के हो तेरो नाम के हो तेरो सुप्रिम ए के बनाउँदै हो यो घर आमा गरेर हेर्नुहोस् ग्यास। यो चाहिँ टिप्लाङको बलखेल ठाउँ यता यो मेला लाग्ने होइन। नमस्ते भाउजू भन्दा लगातार भयो नि त्यहाँ बस्दा यहाँ लाइनमा बस्दा त्यहाँ लाइनमा बस् ल छिटो सुप्रिम उता यहाँ लाइनमा बस् भाउजूलाई रेस्पेक्ट गर्ने देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ। यहाँ सुप्रिम बस् आइज उयो त यहाँ उठेर यहाँमा बस् नमस्ते भाउजू भन्दै उ त्यहाँ जाँदै गरेँ आइज यहाँ बस् नमस्ते भाउजू भन्दै यहाँ आएर बसेँ त लास्टमा बस् त छिटो बस् यहाँ लास्टमा बस् त यसले भन्छ त्यहाँदेखि तैँले अगाडि आउँदै भन्दै अनि उता जाँदै गर्ने।
यो यति भाइ केटाहरूले मार्केट खाने भयो बाई बाई मिठाई ल्याइदिनु भन्छ चाहिँ हामी जान्छौँ हामी त अब सिधै बेनी गएर भेटौँला अब बाटोमा नबनाउने ब्लग हिजो बनाइसकेँ त्यही अब एउटा बेनी के बनाउने के कमेडी कुरा भयो भने चाहिँ भेटौँला फाइनल काहीँ छ हामी बेनी आइसकेको अवस्था चाहिँ सामुदाय स्कुल त्यहाँ माथि माउन्ट अर्थिङले जाने बाटो उता हामी चाहिँ अहिले यो चोकलाई के भन्छ चोकलाई वीरेन्द्र चोक जस्तो लाग्छ मलाई वीरेन्द्र चोक यहाँ चाहिँ त्यो बिसनको सामान किन्नु पर्ने भएकोले गर्दा म इधरै रुकाउँ मजा आउँछ यार मलाई यतातिर हल्का टाउको दुखिरह बहिनीलाई खोजिरहेको तर भेटेँ होइन मैले बहिनीलाई कता गयो यार तर अब जाँदैछु म कुखुरा खुट्टा लिन अब यहाँ हेरौँ यहाँ छ कि छैन मैले सामान यति किने त भए हजुर कुखुरा खुट्टा दाइ कुखुरा खुट्टा खाएर कति हो नि किलोलाई 1 किलो हालिदिनु अब हामीले कुखुरा खुट्टा थुनेर हिँड्नुपर्ने हुन्छ भयो भयो 200 गाल खै देखाउनु खुट्टा त किन पुरानो हो यो खुट्टा किन यस्तो गिल लाउने छ त खै देखाउनु यसरी अरू नङ काटिदिनु कन्ट्रोल मिल्न लु बाबालाई नदेऊ है चक्लेट खाऊ हामीले यो पनि लिइरहेको अवस्था अनि चाहिँ हामी जानुपर्नेछ घरतिर त्यसले कपाल काटिदियो अब चाहिँ सबै घर जान्छ यता रोयल म्याग्नेट होटेल खाली भनेर के अरे हो यता नि आएर बसिरहेछ उता नि बसिरहेछ 7:30 वाला देखिन्छ नि त होइन हामी बस पार्कमा अब च्याप्प विशलले कपाल काट्दै अब कपाल काटिसकेपछि हामी हिँड्नुपर्ने हुन्छ धेरै टाढा कुन कट आनिदियो र आन्साले कुन कट हो बुलेट ल सही सही खानला पर्छ हालिसक्यो मलाई हालिदिन्छ के को आज एक्जाम कम्प्युटरको कस्तो भयो पास हो यसै बी प्लस त आउँछ होइन महँगो देखेको कति महँगो हो 100 रुपैयाँ महँगो त बिल्कुल चुप सेलमा गएर किनेको हो क्या यहाँ साझे कसलाई त त्यो मलाई मलाई के किन्दैछ मलाई के किन्दैछ त्यही बाइक त्यही किन्दै अरू किन्दैन केटाको त थिएन क्या अर्को गाडी घन्टी हो नि त्यो पछाडि लिन आउने बाइकको पछाडि छैन क्या थिएन त्यो मैले भर सोधेको आएन बहिनी भन्थ्यो खाजा है मलाई त बल्ल 15 दिदीको औषधि किनिदिए एउटा ममा छैन यार धेरै त जा म अब घरै गएर खान्थे हजार रहेछ त नकहाँ त्यहाँ खान्छ खाएकै भोक लागेन के खै त बिर्सन के को भन्ने म त्यहाँ मिलाइदिन्थ्यो खा के सामान त मात्रै लिएर आइदिनु भन्थ्यो ल
पनि होला नि।